Hey guys, welcome back to my channel. तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ मैले भ्लग बनाउने निर्णय गरे। भ्लग बनाउँछु भनेर चाहिँ अब हिन्देमा हैन, हिन्दी भन्दा पनि अब के गरिरहेछु म के गर्छु के देखाउँछु भनेर चाहिँ मैले देखाउन खोजेको किन हैन। अब हैन मलाई आफू चाहिँ कहाँ हिँड्यो दिरा भइरा होला। म त जहाँ पनि हिँड्छु के फेरि जहाँ पनि हैन जाम न त भनी चाहिँ चल्दिहाल्छ। कहाँ पुग्छौँ भने अब जहाँ पनि पुग्छौँ हामी भन्ने पर्छ भने छैन, जहाँ पुग्छ त्यहीँ देखाइन्छ हामी, मतलब होइन नि। त्यही हो है, अब वनको बाटो, वन जङ्गल, हरियाली वातावरणसँग घुलमेल हुँदै प्रकृतिसँग रमाउँदै हामी घुम्दैछौँ। प्रकृति हामी वन जङ्गलसँग रमाउँदै प्रकृतिसँग रमाउँदै जाँदैछौँ। तर बाटोमा जाने क्रममा घोटेर पालै पकिसक्यो। यहाँ हेर गाह्रो छ। प्रकृति त आउँछ जान्छ, प्रकृतिले मतलब दिएर हुँदैन। वातावरण कति राम्रो आहा हेर कति, तर घोट्यो हेर्नुहोस् त। उहाँ पुग्दाखेरि त पुरै के फेरि यत्रो पल होला नि दुइटा हेरी पुरा सामान त देखिरहेको हो मानुको होइन। म अन्तै छु, म धेरै टाढा पो छु त। अब त्यो अब वातावरण होइन है, प्रकृतिसँग रमाउँदै म आइसकेँ। प्रकृतिसँग म रमाउँदै आइपुगे, तर कहाँ आइपुगे म त हरायो म त हरायो। त्यही हो केटा हो। अब केटा हो दाजु, केटा हो भन्यो भने म सबभन्दा सानो दाजु। अब त्यही हो है, दाजु दिदी अनि अरू के हुनुहुन्छ, मभन्दा ठुलै हुनुहुन्छ है। त्यही हो। अब यस्तो छ यहाँको नजारा होइन, यहाँको दृश्य यस्तो छ। फेरि नजारा भन्यो भने मलाई अब के होला यो अब त्यही हो। अब यो यस्तो गर्दै प्रकृतिसँग रमाउनलाई चाहिँ प्रकृतिसँग रमाउनलाई चाहिँ यसरी चाहिँ हिँड्नुपर्छ। ओहो होइन, कहाँ हिँड्छ मेरो हुन्छ भन्नु होला। हुन त हुन्न, तर हुन्छ कि कहिलेकाहीँ यसो फ्रेस पनि हुन्छ। फ्रेस छुट्टै खालको फ्रेस चाहिन्छ क्या। अब यो कतिले त एफोर्ड सक्छ, सबै सक्छ एफोर्ड गर्नु। जहाँ अब यो के छ र, बोलेरो यो पछाडि चढ्यो, बोलेरोको पछाडि चढ्यो एफोर्ड गर्नु सबैले सक्छ। म यो सबभन्दा तलको अनि अरूले किन नसकिन्छ नि, सबभन्दा तलकै म छु अनि किन सक्दिनँ त। भइहाल्छ नि बिस्तारै नातिनु पर्यो भाइ, बिस्तारै भइहाल्छ नि, के हुन्न भन न। बिस्तारै सबै हुन्छ। मनोकामना आयो, तर लाइनमा कति 1.5-2 घन्टा जति बस्यो। अनि त्यसपछि यस्तो तल हामी हावा खाना आएर तर यस्तो चाहिँ मान्छेहरू टन्ने छ चाहिँ होइन त, मान्छे टन्ने छ है, हाउदाउद भइरहेको होइन। तर हल्का लाज चाहिँ लाग्दो रहेछ, तर के गर्नु है, बनाउनै पर्यो। एउटा आफ्नो इच्छा आकाङ्क्षालाई त मार्नु भएन। त्यसैले चाहिँ त्यो कुरालाई चाहिँ हामीले मध्यनजर गर्दै अब चाहिँ हामी चाहिँ फोटोसुट हामी त फोटो खिच्न आइन्छ नि फेरि है। फोटो खिच्न आयो आउनु त खास हामी फोटो खिच्न आयो, तर खिचिरहेको हामीले भिडियो नि खिच्दियो कि फोटो भन्दा, तर भिडियो नि खिच्दियो। त्यही हो। अब एकछिनपछि भेटौँ न, माथि जान्छ पूजा गरेँ होइन अहिलेसम्म। 2 घन्टा जति लाइनमा बस्छु, त्यसपछि मम्मीहरूलाई राखेर चाहिँ हामी हिँड्दै आयो कि चल्दै आयो। कति बस्ने कि कति के त हाँस्छु त मुस्कुराउट हाँसेर ठिक छ। अब त्यही हो। अब उसको मुस्कुराहटलाई पनि हेरेर चाहिँ हल्का केही चाहिँ गरिदिनु पर्दैन भयो नलाइन। ल अब त्यही हो। बोल्दै नबोल्दिने अब लान्छ बोल्ने हो।
अब सबै झुमेरै पछि लाग्दैछ त अनि यो गर्नुपर्न त भने अनि अलि ल्याङ भइहाल्छ नि भनेर अब त्यही हो पछि त आइदिएपछि त अनि के गरिन्छ नि अलि अब होइन यहाँ इग्नोर गर्न नि भएन नि त हामीले इग्नोर गऱ्यो भने अलि झ्याउ जस्तो हुन्छ अनि इग्नोर गरेर झ्याउ भयो भने त अलि झ्याउ अलि ल्याङल्याङै हुन्छ नि त अलि ल्याङल्याङै हुन्छ फर्किँदा यहीँ हो कि हुन्छ ओके ढुक्क ल ढुक्क काट ल ढुक्क ल यहीँ ल यहीँ ढुक्क ल कालो ज्याकेट लगाएर होइन तर हामी मतलब भएन हामी यो भनेको राख्छौँ तर यहीँ आउँछ फर्कै भएन त्यस्तो कुरा हुन्छ अब होइन यस्तो छ जम्म गाडी यस्तो हेर्न उमेर नि भएको नि मेरो त गाह्रै छ ठोकेर हिँड्नु जस्तो मन लाग्छ फेरि कहिले त तर म ठोक्दिनँ कि अब यस्तो दाइ मोती हो क्या अडै खालि मोती हो क्या हो भइसक्यो सबै हो कि यस्तो त ब्याटल पर्छ यहाँ ब्याटल यो कति वर्ष बोल्दै भयो जानिहाल्छ नि कन्टै भइहाल्छ जसले चाहिँ भन्नु पनि मिठो भने काल दाइले ल ल ठिक छ जसले खायो नि मिठो खानु पर्यो ल के भन्नु काल दाइले मिठो खुवाउँछ भनेर आश नगर्नु सबै आफू नै पारामा हुन्छ सबै अनि सबै दौडिनु खोज्छ तर दौडिनै दिँदैन ल हेलो अनि त्यस्तो अब खतरा चल्दैछ तर पानी नै पर्छ होला यार आज है पानी पर्छ तपाईँहरू आउनु घुमिदिनुहोस् मस्त लगिदिनु चाहिँ छैन है होइन हुँदैन त्यस्तो त्यो आफूले मात्रै हो कि त्यो त कहाँ बाँड्छ त नि त्यस्तो ट्याटु नै हान्ने ठाउँ हुँदैन थियो होइन त्यस्तो भन्नु न ल आयो मन्दिर नै दर्शन गर्ने भन्दा त आयो लाइन कहाँ आइपुग्यो लाइन कहाँ चाहिँ आइपुग्यो होला त होइन नजाने स्टेट परिहाल्यो अब म नि सेल्फी सिकिने अब आफै गर्नु पर्ला जस्तो छ अब पारा मैले त्यही देखेँ खुसी आफैमा छ म एउटा भिडियो बनाउँछु हरायो टायर थियो भने के थियो त टायर मैले टायरै थिएन सागी त्यसै टायर थिएन उति होला त्यो पनि होइन उयो होइन अनि यहाँ छँदै छैन त्यो के हाम्रो छोडेर गयो ओहो केटा गाडी हरायो खै हरायो छैन अब फर्किने के ल्यायो आयो तर जस्तो लागिसक्यो एकचोटि तर कहाँ होटलमा छ भनेको गाइस आजको दिन जस्तो भयो राम्रो भयो रमाइलोमै बित्यो त्यही अब पछि भने के हुन्छ तर पनि रमाइलो चाहिँ गर्नुपर्छ त्यही हो होइन अब आजको दिन यतिकै बित्यो पक्राएर त्यही हो रमाइलो गर्नुपर्छ होइन अब आजको भ्लग कस्तो भयो कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला अब त्यो भ्लगमा चाहिँ के पुगिरहेन होइन त्यो पनि भनिदिनु होला अब सानै छु सिकाइदिनु होला हजुरहरूले भन्न चाहन्छु होइन भ्लगमा चाहिँ अब तपाईँ